Hello everyone, welcome back to my channel. So आज चाहिँ हामी जाँदैछौँ कारे बुद्ध नीलकण्ठको राधाकृष्ण मन्दिरमा. सो यतिकै बसिरहनुभन्दा घुम्न जाउँ भनेर निस्केको. छाता लियो. जुन लोकेसन हामी जाँदैछौँ त्यसको बारेमा आइडिया छैन है. त्यो लाने मान्छेलाई नै अरू आइडिया छैन. तर त्यही पनि हिँडिरहेछौँ र चुट्टापुट्टा लगाएर. हाम्रो चाहिँ हिन्दू मन्दिरहरूमा यसरी घुम्न चाहिँ रमाइलो लाग्छ. सबै कल्चरमा चाहिँ एक्सप्लोर गर्न रमाइलो लाग्छ. त्यो देख्दा त फाइनल डेस्टिनेसनको याद आउँछ. हामी चाहिँ ड्राइभमा हिँडेको कप्पनबाट चाहिँ कप्पनको मन्दिरको छेउबाट जाने हो अहिले. I just got here. I have no idea what's going on, but this is the मन्दिर चाहिँ यो हो. अब भित्र चाहिँ अहिले चाहिँ सबजना मान्छे भित्र गइरहेछ. के प्रोग्राम छ जस्तो छ. आज चाहिँ धेरै नै बिजी रहेछ. बुद्ध नीलकण्ठको मेन मन्दिर चाहिँ उतातिर छ. ल हामी यहाँ पुगिसक्यो. मान्छे टन्नै रहेछ. यो मान्छे चाहिँ नआएर मैले धेरै बेरसम्म पुग्यो. यहाँको त क्युट एउटा रहेछ हेर्नु है. Wow, मान्छे crowd चाहिँ it's like crazy. So look at this. Wow. कृष्णजीले चाहिँ त्यो नागहरू त्यो पाठ गरे होला. कृष्णले त्यो नागहरू कन्ट्रोल गर्नु चाहिँ हो. त्यो बिस धेरै मान्छे मर्छ नि भन्छ नि. ओए गाउँलाई हो नि. राधा राधा गाउँलाहरू त्यहाँ कुरेर बसेछ. राधा र कृष्णको साथीहरू चाहिँ. यो प्लेस चाहिँ स्याटरडेमा चाहिँ अलिकति फेमस नै रहेछ है. ओए गोपी डोर हालौँ न. है यो हाल्ने है. हाल्ने गोपी यो के आफै आफै हाल्ने रहेछ क्या. Tina kada lena. Let's put a goppy dots here. क्या बचेर बना. देखे both side 100 rupees. म यो वाला गर्ने. कहाँ जाने हो. ल 200 देऊ है. बोथ साइडको त्यो हो. ओके हम दुईजना हो. चलो डॉट्स लगाते हैं. बस ए लाइन लाउँछ यो पुरा. वाह डट्स बनायो. ए अब हेर म के गर्ने रहेछ. छु त. अब now let's go for the next spot. यमी पर चप्पल पीछे ना. ये चप्पल कौन देखो चल पीछे.
पहिला नलेज मेकै थियो श्री भगवत गीता अरे एक राउन्ड हुन्छ एक राउन्ड चलो अब चाहिँ मेन मन्दिरभित्र राधाकृष्ण मन्दिर गोविन्द मन्दिरभित्र जाने रहेछ गौसेफ दान दिन नाम अंदर एंट्री दिलं तसे काय साऊंड आहे ना गिफ्ट शॉप मैच के मैचलेस गिफ्ट शॉप रे मैचलेस किन यो जलो मे पर के जाना किस के चला कृष्ण हो गया तर त एंट्री चार्ट गर्दा रही देन द एंट्री एक्सिट देने सामान चलो किन पोर्ट्रेट रहेछ बा सबजना फोटो खिच्ने घुम्नेहरू मात्र आउँदो रहेछ अनि भजन सुन्नेहरू आउँदो रहेछ हामी चाहिँ यतिकै आएको हेरौँ भनेर टेम्पल दिस वे छ चप्पल छ त दिन यो चाहिँ जुन मन्दिर भने राम्रो छ है चप्पल राख्ने ठाउँ चाहिँ यो इन्ट्री त यो इरुदो ए न दुरु मिसो दर के जान्न दिँदैन जाँदा मान्छेहरू गइहाल्छ कति क्युट छ ए राधा कृष्ण र साथीहरू गीत गाउँदै रहेछ एनुअल रहेछ त्यो पछि यता रहेछ गाई Krishna Krishna Hare 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 Rama Hare Rama 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 Hare Hare अब यो त्यहाँको घरभित्र जो जो हुनुहुन्छ नबोल्नु होला है एकछिनको लागि ओके सबैजना साइलेन्स भएर बस्नु ओके एकचोटि लामो सास लिनु लामो सास छोड्नु ओके अब म मन्त्र भन्छु अरूहरू चाहिँ मन्त्र दोहोऱ्याउनु ओके आँखा चाहिँ नखोल्नु होला
Hare Krishna, Hare Krishna, Krishna Krishna, Hare Hare. ओके अब बिस्तारै यहाँ खोल्नु हुन्छ सबैजना ओके खोल्नु भयो ओके यहाँ को बोल्न सक्नुहुन्न जिब्रोमा प्रब्लम छ हैन को बोल्न सक्नुहुन्छ किनकि अहिले यो ल्याक अफ कम्युनिकेसन मतलब यो के भन्छ नेपाली ओके जस एकअर्कामा प्रपरली कम्युनिकेसन कुराकानी गर्ने बानी नभएर अहिले कति प्रब्लमहरू आउँछ थाहा छ हजुरहरूलाई अहिले मेनली रिलेसनसिपमा फ्यामिलीमा अनि इज एन्ड एभ्री कुरामा प्रपर कम्युनिकेसन छैन अनि हाम्रो के हुन्छ त्यहाँ झगडा हुन्छ सो अब यहाँ झगडा त हुँदैन तैपनि बोल्दैन भने हामीलाई प्रब्लमहरू थाहा हुँदैन हजुरमा के प्रब्लम छ हामीले के सोल्युसन दिने हामीलाई नै थाहा हुँदैन सो त्यसैले हजुरले चाहिँ बोल्नुपर्ने हुन्छ ओके हुन्छ बोल्नुपर्ने हुन्छ बोल्नु पर्यो ओके हरिबोल भन्नु सो यस्तै इन्थुजियास्टिक भइराख्नु है ओके एन्ट्री यताबाट छ एक्जिट यताबाट म छिटो गएको छ है यहाँ छ फेरि राधाकृष्ण राधाकृष्णको अब एकदम टायर्ड पनि भइसक्यो यता जाउँ फेरि टन्नै रहेछ यी मान्छेहरू शिवजीको चाहिँ केफमा पुग्यो अब हामी चाहिँ यसो रहेछ